आजको चाहिँ हाम्रो यात्रा चाहिँ दुई भाइको छ। हामी दुई भाइ लागेको छौँ डाँडातिर चढ्ने भनेर निक्लेका छौँ। यो बाटोतिर छौँ। बाटोको नजिकै भएको ठ्याक्यो यहाँको स्कुल रमाइलो छ यता। अनि यो घमाइलो दिन मस्त हावा चलिरहेछ। शीतल हावामा चिल मार्दै मुस्टरको साथमा। यहाँ चाहिँ एकछिन अन्धधुन्ध बाटो नभेटेर यो गुगलको म्यापको पछि पछि लाग्दाखेरि यो फुटबल स्टेडियमबाट छिर्नु पर्ने रहेछ। कहाँ हो कहाँ घरको चेपबाट ऊ त्यहाँ चेपबाट यहाँ निक्ल्यो। कति नै टाढो निक्लेन त्यही स्टेडियमको मास्टर निक्लिँदो रहेछ। बल्ल फाइनल्ली यहाँ बाटो भेट्यो। अब यो बाटो मास्टर लाग्नुपर्छ। पनि घुम्यो यो स्टेडियमको अगाडि आएकै भइसक्यो 15-20 मिनट। यहीँ घुमेको हो। हामी त दुई भाइ छ बिचोलीमा पऱ्यो नि एकछिन त। हराइ के कसो लाग्यो तिमीलाई बाटो घुम्नु हराउँदा? एकदम मजा आयो। मजा एउटै बाटोमा घुमे होइन। गाई झाडा देखिन थालिसक्यो। भ्यू यहाँनिर पुरै समुद्र देखिन थालिसक्यो। यो महिना पुरै समुद्र ल गाइस भिडियोमा जोड्दै गरौँ है। अब लाग्यो हामी बाटोतिर। मनोरम दृश्य जङ्गल घनघोर। पैसाले पुगेन यस्तै छ। हामी चाहिँ उकालो चढ्दैछौँ। पसिनाले लपक्कै भिजिसक्यो। दिन चाहिँ जोस् आज राम्रै छ। केटाहरूले बादल लाग्छ भन्थ्यो त न, घाम लागिरहेछ आज। अब गाइस हेरौँ टुप्पोमा पुगेर उपत्यकाको भ्यू चाहिँ कस्तो देखिन्छ। बनाउँछ नि भोटेहरूले खतरी आएर सुत्नै मिल्यो। ए ढक्क लाएर होइन क्याम्पिङ गर्न आयो। बस्यो। खाट पनि रहेछ त्यहाँ हो। सिङ्गल बेड डबल बेड सब रहेछ। The film is beginning here. अब यहाँबाट हामी उकालो हामी चाहिँ यहाँबाट उकालो लाग्दैछौँ। सरर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 rr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 
जाउँ जाउँ गाइज गाडी बढौँ पहाडको टुप्पोमा पनि पुग्नु छ 11 नम्बर युजरमा ल एकचोटि यता हेर्दिनु गरौँ न अनि जाओस् न त राई भाइ 2-4 वटा केटाहरू रुममा सुत्दैछ हामी त हावा खाइँदैछ नेचुरल हावा त्यही त नि आजको केटाहरूले पानी पर्छ बादल लाग्छ के भन्दै थिएन अनेक नाटक गर्दै थियो होइन केटाहरूलाई 2-4 जाओस् न डाइलग रिग्रेट हुँदै होला नि अब हाम्रो भिडियो देखेर सही हो अनि राई यो उचाइमा आउँदा चाहिँ कस्तो फिल भइरहेछ त सोच्दा बुझेको फिल भइरहेछ सही छ नि हो चाहिँ पुरै नदी एरिया यतापट्टि चाहिँ पुरै समुद्र अनि यतापट्टि चाहिँ पुरै पहाड यस्तै छ हौ हाम्रो बुसान सिटी के हो राई के गर्दै हो यो कोरियामा कति काम गर्दा पनि पैसाले पुगेन अब यो ढुङ्गा भेलाएर धरानमा पठाइदिने हो हर्का साम्पाङलाई सही हो कुरियर गरिदिने होइन सही हो ल भन यो राई कहाँ हराउँछ बेला बेला के गरेर हो राई के गर्नु कोरियामा रात दिन गरेर पैसा अघिदेखि ढुङ्गा बटुल्दै थियो यता अब यो
यत्रो बनाइसकेको छ तेरिका। हप्तामा आएर म यहाँ ढुङ्गा टिप्छु। अब यो ढुङ्गा बेचेर नेपाल जाने पैसा पुगेन हौ मलाई राति छोडेर कमाएको। ढुङ्गा पऱ्यो भने के अरे लोटो पऱ्यो भने तिमीलाई ढुङ्गा पऱ्यो क्या भाग्यमा। मेरोमा त ढुङ्गै ढुङ्गा छ। अब यो बेच्दिने हो लगेर। सही होला। राईले नि अचम्म गर्छ हौ ढुङ्गा बटुलेर यत्रो बनाइसकेको छ अहिलेदेखि बटुलिरहेको मान्छे। हप्तामा आएर बटुल्छु नि म त। कडा कडा उहाँ के अरे धरानमा पनि साम्पाङले पनि ढुङ्गा बटुलेर बनायो भने थियो। यहाँ कोरिया पनि राईले यत्रो बनाइसकेको छ अब यार। जोस यहाँनिर भाड बनाइसके। ठिक हो। भाड भइसक्यो घुम्न आउनु होला गाइसहरू। ल के श्रमदान गर्न आउने हो क्या यहाँनिर? हप्तामा श्रमदान गर्न आउनुपर्छ। कसै आउँदैन सबै सुत्छ मात्रै। सही हो। श्रमदान गर्न चाहिँ कोलाई बोलाउने हो यहाँनिर? बोलाउनु पर्ने चाहिँ नवीन घबिन अनि झापाको त्यो 2 जना थियो लक्काहरू। ल गाइज आउनु पर्यो। आउनु पर्यो श्रमदान गरेर यहाँ पहाड बनाएर विश्व रेकर्ड राख्नु पर्यो। ल ल त्यस्तो बनाउँदा थियो ब्रिजहरू। गाइस भ्यू देखिन सालिसक्यो। यो चाहिँ टेलर मात्रै हो। हामी पहाडको मध्य भागमा मात्रै छौँ अहिले। है गाइस यो चाहिँ जस्ट टेलर। गाइस यो चाहिँ पहाडको सेकेन्ड हाइएस्ट भ्यू पोइन्ट हो। हामी चाहिँ पुग्नुपर्ने अझ योभन्दा माथि नै हो। यहाँबाट चाहिँ हामी चट्ट लाएर अहिले यस्तो दृश्य अवलोकन गर्दैछौँ। अनि त्यो चाहिँ यहाँ चाहिँ पुरै होइन यो ठ्याक्क देखिरहेको ठाउँ चाहिँ अहिले हुँदै हो होइन। अनि हामी चाहिँ पुग्नुपर्ने मेन पोइन्ट चाहिँ यो हो क्या गाइस। यो छ नि देखिरहेको छ नि टक्क लाएर पुग्नुपर्ने मेन पोइन्ट चाहिँ यहाँ हो क्या। हामी अबको हाम्रो डेस्टिनेसन चाहिँ यहाँनिर हो। अब हामी यहाँ पुग्छौँ। हाम्रो आजको गन्तव्य चाहिँ मिट गर्छौँ गाइस होइन त। लेट्स गो गाइस लेट्स गो मुटुङटुङ। चाहिँ हाम्रो गन्तव्यको एकदम निकटभन्दा निकट सबैभन्दा सही ठाउँमा आइपुगिसक्यो। ल गाइस सुङाक सान सान अर्थात् बुसानको सान निशान सबै सानै सान छ यहाँ। ल गाइस हामी आयो साफेक खुसिप फालमिटर छोङहाक्सान। अब टुप्पोबाट हेरौँ हामी यहाँको बुसानको दृश्य अवलोकन। यही हो बुसान सहर। हेर्दा लाग्छ रहर। सरर जहाजमा जाँदैछ मान्छे जापानतिर। हामी चाहिँ यता कोरियातिर। ल गाइज हाम्रो बे चाहिँ यही नै हो टुप्पोमा। उता हेरौँ त गाइज ल खतरा छ है। त्यहाँ चाहिँ पारिपट्टि पनि घुम्ने ठाउँ रहेछ त हेर त चियालाममा। ल गाइस यही हो फाइनल डेस्टिनेसन। हामी चाहिँ यहाँकै लागि आएको थियौँ आज। यतिन्जेली भिडियोमा जोडिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब हाम्रो अर्को भेट चाहिँ अर्कै भिडियोमा। त्यतिन्जेलीको लागि जय होस्।